ल आउनु आज गफ गर्दै मेरो हेयर स्टाइल गरौँ है त। मेरो चाहिँ होइन पहिला सानो सानो बेलामा चाहिँ हेयर चाहिँ एकदम स्ट्रेट अनि त्यसपछि लङ एकदम राम्रो थियो कि। जति जति म माथि माथि क्लास पढ्दै गएँ त्यति नै मलाई चाहिँ हेयर कट गर्न मन लाग्ने, हेयर स्ट्रेट गर्न मन लाग्ने, अनेक थरी गर्न मन लाग्यो कि हेयरलाई। मैले चाहिँ मेरो हेयरलाई चाहिँ गर्नुसम्म अत्याचार गरिसकेपछि केही सिप नलागेर मैले एकचोटि चाहिँ मेरो साथीसँग अब एस कलर गराउँछु भनेर गएँ। अनि एस कलर गर्नको लागि त पहिला ब्लिच गर्नु पर्यो नि त हेयरलाई। उसले चाहिँ पहिला हेयरलाई ब्लिच गर्नको लागि क्रिम लगाएर छोडिदियो। अनि हामी चाहिँ गफ गर्न थाल्यौँ। अब गफको सुरुमा चाहिँ ब्लिच राख्नुपर्ने भन्दा धेरै समय कटिसकेको थियो। अनि म चाहिँ एक्कासी उसलाई भने मैले ब्लिच राखेको त धेरै टाइम भइसक्यो, निकाल्नु पर्ने बेला भएको छैन र भनेर सोध्दाखेरि पनि आत्तिँदै अब त बेला भइसक्यो भनेर खोल्न थाल्यो हेयर। त्यसपछि हेयर वास गर्दाखेरि त मेरो कपाल त सबै झरेर हातमा आइरहेको। ल मेरो कपाल चाहिँ अब सक्यो भनेर सोचेको मैले चाहिँ। अब यस्तो देखिसकेपछि कसलाई चाहिँ डर लाग्दैन होला त। अनि मैले चाहिँ मेरो कपाल पुरै उडाइदिन्छु भन्ने सोचेको थिएँ। अनि आज आएर हेर्दाखेरि चाहिँ मैले त्यतिखेर कपाल नउडाएको राम्रो डिसिजन गरेँ। नभए अहिले मेरो कपाल यतिको पनि हुँदैन थियो होला।